तिमीहरूको मात्रै पट्टि चाहिँ दामी देखि Hi, welcome back to my channel. So I have come here in the different room so that I don't get any interruption in between because my son is sleeping right now. Before he wakes up, I want to vlog and tell you guys about today's plan. We are going to the nearest dispensary for the polio. So Norzu is getting his first polio done and I'm really excited. At the same time, I'm disappointed with the weather because I was expecting it to be sunny, but it is not. And also my sister is coming from Gizing. You guys have met my sister in the previous video of makeup video. So yeah, she is coming with her husband and daughter. So I will be taking you guys along with me. So I'll see you soon. Bye. We have reached our destination and we are taking our baby for the first polio. कसको कुकुर हो ए उयो तलको हाम्रो भेनाको फेरि फेरि मुख बिगार्नु अगाडि खुवाइहाल्नु पर्ने ओइ तर यसले मन पराउँछ दबाईहरू त खायो खानु त के अरे खानु नानी मिठो हुँदैछ लु भयो फर्स्ट पोलियो ए फर्स्ट बोल्यो कति वर्ष हो 15 महिना 16 महिना हिजो पुगेको ए अँ हिजो पापालाई पापाको नाम चाहिँ मिठो मिठो ओ करण भेनाको कुकुर पनि आइपुगेछ ला झाटी त अब पोलियो पनि खाइसक्यो सबै कुरा भइसक्यो होइन एकैछिनको काम रहेछ हामीलाई नै पर्खेर बसेको छ लास्ट हो सो राइट नाउ वी आर हेडिङ टुवर्ड्स आवर भेनाज होम यहीँ छ छेउमै जस्ट अपोजिट टु द्याट स्कुल जहाँ पोलियो भएको थियो अनि हाम्रो नोर्जुको हात चाहिँ कुकुरले चाटिदिएर अब यहाँनिर पखालिदिनु पर्ने अन्त साई भनेदेखि ए यहाँ हात पखालौँ भनेको कि नानीको उयाँनिर पानी आउँछ त उयहाँनिर आउँछ अलिक धारा आउँछ कि अलिक बिस्तारै उयो बनाउँ सानो सानो गर्नु तिम्रो हात पनि मजाले धुवा ए कतै देखाऊ फर्स्ट चाहिँ होइन यो सेकेन्ड पोलियो फर्स्ट हो ल प्लिज तल ए पाङथाङ डिस्पेन्सरीमा चाहिँ खिलाएको गुस्यो ए त्यो सानोमा खिलाएको थियो कुन त नि म त यादै गरेन नि त कतिपल्ट इन्जेक्सन ए त्यतिखेर पोलियो खाएको थियो त है ए त के को फर्स्ट सेकेन्ड पो रहेछ ए म त के साह्रो बिर्सेको हौ लुज भएन बेल्ट अब यसको खाना खाने टाइम पनि भइसक्यो ए खानाहरू सुत्ने टाइम नानी सिधा बस न पक्र न यसलाई रेमन लु खै एकैछिन हात भयो भयो अब त यहाँबाट हिँड्दै त होला नि आज त हाम्रो नर्जु कहाँ जानु भएको मिठो लाग्यो अघिको दबाई मिठो लाग्यो जाडा सुत्ने अब टाइम भइसक्यो क्या मजाको देख्यो म यहाँबाट यस्तो गर्दा त तिमीहरूको पट्टि तिमीहरूको मात्रैपट्टि चाहिँ दामी देख्छ हौ मैले भ्लगिङ गर्दा मतलब मैले भिडियो अरूको गर्दिनँ यस्तो दामी देख्छ कि मेरो अरूले गर्दिनँ चाहिँ राम्रै देख्दैन हौ यहाँ फेरि अब यस्तो दामी भ्यू छ कि अन्त अब हाम्रो घर चाहिँ यहाँबाट आई थिङ्क
10 to 20 minutes walk. 10 to 20 minutes लाग्छ. टाढोसम्म जानुहुने दिन कहाँसम्म अरे? यहीँ तल चाहिँ किन भनेको? प्रवेश दा हामी पनि जान्छ नि. लु हामी घर पनि पुग्यो होइन. जान्दा पनि we were not expecting the cab, but then he was very generous to help us, and while coming also हामी चिनोजना भेट्यौँ होइन. अन्त हामी यहाँ ड्रप भयो. एकैछिनमा आइपुग्यो. एकछिन चाहिँ रेडी भएको जस्तो एक्टिङ गरे जस्तो भयो अब. ल जाउँ हामी. आएर त नानालाई ल्याउनु. तिम्रो नाना पनि आइपुग्यो. Let's go. Oh. आराध्य बेबी जिमा हेर्ने भनेको जिमा चाहिँ हेलो हेलो खुसी भएको रे हेलो नाना खै मैले के गर्नु भनेको थिएँ के गर्नुपर्छ जिवा गर छिटो जिवा गर छिटो 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 आउनिस बेबी आउनिस जिवा गर न हौ नानी जुम हाय अरे भाइले यता जिवा गर्दो जिवा थापेको नि यसो यो त चिप्लो छ अरे तर नहिनाउने. यो भ्लगिङ गर्दैछ गेसिङ गरेर त गराउने. ओ सामान तेरो भगराहरु छैनले साई भन्दै भएकै हो मेन टपिक. मेरो दिदी भेना आउनु हुँदैछ आएर देउदैन भनेर त आराध्य त आरा त्यस्तो छ जिमा जुम कि जिमा जुम उहाँ पनि कुकुरलाई देखेर जिमा भन्छ बोल्नु चाहिँ बोल्नु झन् यिनीहरूको ब्याग चाहिँ अलिक उयो रहेछ है. नभने जिप्पु नानाहरू त पोका छ. ए अब औ यहाँ हेर त यस्तो हुन्छ है. लु टाढोबाट आएको मान्छेहरू कोसेलीहरू बोकेर एकदम ए सेकेन्ड सिट चाहिँ डल्लै कोसेलीले लु जाऊ तिमी पनि सकाइदेऊ अलिक. आमा सेकेन्ड सिट त के हो यो के भन्छ कोसेलीले नै भरिरहेको छ त. ऊ कोको पनि नाच्दैछ अब. कोकोको लागि पनि यसलाई बाँधेर अब तलै नै पर्खेको हामीले. साँच्ची अस्ति नै हामीले काट्नु खोजेको कि यसको कपाल तर अन्त पुरा झर्छ नि त यसको. अन्त भरे कोरे होइन कोरेर रास निस्क्यो. काट्दाखेरि चाहिँ फेरि उयो भुत्ते भयो नि त. हाम्रोमा उयो छैन मगाउनु पर्ने छ हौ कैँची. जाउँ लेट्स गो हामी लेट्स गो. ल बल्ल लुगा घरमा चाहिँ टक्कै लुगा है. अगाडि भर्खर अगाडि यस्तै खालको गाडी गयो कि म त सेकेन्ड सिटमा त एकजना मान्छे छ दिपिका चाहिँ सेकेन्ड सिटमा बसेको भन्छु नि. होइन पो रहेछ. लु जाउँ हामी लेट्स गो. अब यो सेरीहरू पनि सफा गर्नुपर्ने छ भोलि. अब दिपिकाहरू आइहाल्यो हो. के भयो पापा आउनुहुन्छ नि. आउनुहुन्छ त पापा. तिमी त पापा होइन आपा पो तामाङ भाषाबाट त आपा भन्नुपर्छ ल. आपा वेलकम आपा वेलकम. हामी चाहिँ माथि जाउँ अब. आराध्या आराध्या के भयो वाट ह्यापन. उयो खाजाहरू खायो. जाउँ आराध्या बेबी. हाम्रो घरको चाहिँ एउटै छोरी. हाम्रो 3जना दिदी बहिनीबाट चाहिँ एकजना यो हाम्रो छोरी भने चाहिँ अरू सबै छोरा. यो पनि छोरा मेरो ठुलो दिदीको पनि छोरा है. उजीमा हाई हेलो भन न. हेलो भनिदेऊ न. आयो अब रातिको हाम्रो डिनर प्रिपरेसन. लु म थाकेँ अब. फेभरेट फ्रुट भनेपछि
My mom's favorite fruit, mango. Yummy, 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 yummy. Amazing, amazing, amazing. अब यो आँप काट्छु म अनि खाने अरे के हुन्छ राख्दा हुन्छ होइन बिउ बिजन के मात्रै बेच्ने ठाउँ छ त्यहाँ मोटो काट्छु त मैले साइडमा काट्छु काट अलग्गै करण फेनाले पो काट्छ त म दाना मात्रै दाना खानेलाई चाहिँ दाना मात्रै दिन्छ नि आम त्यो चाहिँ ममले को खाने दाना भन्थ्यो कि रिसै उठ्दो लास्टमा त सबै छेकेर दाना मात्रै मिठो होला यो है आमाले मन छ फर्स्टमा यता ठुलो नानी फर्स्टमा हो कस्तो भुइँमा राखेको कस्तो भुइँमा राखेको मेरो छोराले थुक्नेले सक्यो एउटाले मुखै त खोल्दैन मलाई टेस्ट गर्छ नि त यसले कस्तो छ भनेर खान्छ त्यहाँदेखि चाहिँ मात्रै खान्छ आऊ ठुलो आऊ म्याङ्गो बेबी अस्ति भर्खर खाएको म्याङ्गो खाऊ गर्नु न त्यसलाई हातले हालेर उसो फ्याँक्दैछ उसले त यहाँ हेर नानाले खाएको हेर भाइ एकछिनमा खान्छ यसले र यहाँ हेर ल नानाले खाएको हेर यहाँ नाना नानाको मुख है मुखबाङ गर्ने लायकको छ नि हामी सँगै मुखबाङ गर्नु छ ल नानी त्यसो भन्यो ठुलो खै ठुलो भन्दै थियो ठुलो खै ठुलो भन्दै थियो ल भाइ खाऊ न यहाँ पनि रहेछ त्यहाँ ढुङ्गाहरूको रुम हो साइना दादाहरू भनेको हजुर भनेको भोलि आउँछ भनेको भोलि भनेको राम्रो खाने छ आज नट अथेन्टिक बोक्राइ कर्नर हेर्नु नि भर्खर भर्खर मिठो रहेछ है यम्मी